के छ भने नि म अब मेरो बुवाहरू 2018 सालमा पर्वतदेखि यो बुटोल झर्नुभएको। बुटोलमा झरेर तल्लो देवीनगर अहिले तिलोतमा त्यो चाहिँ 3 पर्छ के अरे, त्यो तल्लो देवीनगर भन्थ्यो त्यसलाई। त्यो ठाउँमा आएर हामी बसोबास गऱ्यौँ। बुवाहरू बुवा चाहिँ इन्डियन आर्मीको चाहिँ आर्मीमा हुनुहुन्थ्यो होइन। मेरो सबै दाजुभाइ खलगर सबै आर्मीमा हुनुहुन्थ्यो मेरो बुवाको। र हाम्रो त्यहाँ चाहिँ करिब हामी त्यो पाहाडबाट झर्दाखेरि भर्खरै त्यही अब मधेसमा त्यो फडानी गरेर राखेको जग्गाहरू किन्न पाइन्थ्यो होला त्यति बेला, मलाई लाग्छ त्यही हो। करिब हामी त्यो चाहिँ हामी सबै दाजुभाइहरू त्यही एकै ठाउँमा बस्थ्यौँ। करिब 5 बिघा जग्गा हाम्रो त्यहाँ चाहिँ देवीनगरमा थियो र हामी चाहिँ पछि चाहिँ सेपरेट भयो। केही भाइहरू यता सुनवलतिर जानुभयो र त्यति बेला देवीनगर एरियामा धेरै जसो चाहिँ पर्वत र स्याङ्जातिरबाट झरेका मान्छेहरू नै थिए होइन। त्यहाँ बस्दाखेरि मैले त्यहीँ जन्मेर 4 क्लाससम्म म जयगुटीको जनजागृति अहिले चाहिँ माध्यमिक विद्यालय भएको छ, त्यति बेला चाहिँ त्यहाँ चाहिँ 3 क्लाससम्म मात्रै हुन्थ्यो। म 4 क्लास पढ्न चाहिँ कालिका स्कुल आएको, कालिका मावि अहिले चाहिँ त्यो चाहिँ भव्य संरचनामा छ। त्यति बेला चाहिँ एकदम चाहिँ नाम मात्रको स्कुल थियो। म त्यसमा चाहिँ 4 क्लासदेखि मैले चाहिँ एसएलसी त्यहीँबाट गरेको 2043 सालमा। 43 सालमा त्यहाँबाट एसएलसी गरेँ र लुम्बिनी वाणिज्य क्याम्पसबाट मैले स्नातकसम्म त्यहाँ चाहिँ अध्ययन गरेँ। त्यही क्रममा म चाहिँ अब पढ्दै गर्ने क्रममा एकजना साथी मेरो चाहिँ यो सेवाद गुरुङ भन्नेको छोरा हुनुहुन्थ्यो। उनीहरू चाहिँ अलिक सम्पन्न र काठमाडौँ यो सिङ्गापुर गेस्ट हाउस भनेर चलाउँथ्यो। उहाँको चाहिँ बहिनी ज्वाइँ र मेरो साथी हेमन्त गुरुङ भन्ने उसको चाहिँ फुपा सिङ्गापुरबाट ल सिङ्गापुर जानु पर्यो भन्यो। अनि सिङ्गापुर जानु पाएपछि त सिङ्गापुर राम्रो भन्ने हो। एकदम त्यो चाहिँ सपना देखेँ मैले सिङ्गापुर जाने गरेर बुवालाई गएर क्याम्पसबाट जाने बित्तिकै बुवालाई चाहिँ मलाई चाहिँ कति लाग्छ चाहिँ सिङ्गापुर जान त्यो पैसा भनेको 80,000 बुझायो हुन्छ भन्यो मलाई चाहिँ त्यो हेमन्तले। अनि उसको पुस्यालाई त्यहीँबाट सोध्न लगायो, हुन्छ त्यहाँ साथी छ भने पठाइदिने, सँगै लिएर आइज न, पैसा लिएर आइज, पासपोर्ट यहीँ बनाइदिने भने गइयो। बुवालाई पैसा मागेको, त्यति बेला त क्यास पैसा हुन्थेन। मलाई लाग्छ बुवाले कतै चाहिँ अब त्यो चाहिँ त्यति बेला ब्याजे पैसा खोजेर मलाई चाहिँ ल्याएर दिनुभयो 80,000। त्यो पैसा बोकेर काठमाडौँ गइयो। काठमाडौँ गएर सिङ्गापुर गइयो। सिङ्गापुर गएपछि के रहेछ भने त्यो सपना देख्दै गइयो। सिङ्गापुर गएपछि सिङ्गापुर एक दिन बसाल्यो। अर्को दिन राति चाहिँ एकदम मजाको झुक 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 गर्ने एकदम मोटे चाइनिज, हेर्नुहोस् 2 जना बसेको एकदम लग्जरियस गाडीमा चाहिँ बसालेर चाहिँ लिएर गयो। हामी त यस्तो खुसी हो यो सिङ्गापुर आइयो, अब चाहिँ मेरो भविष्य चाहिँ पढ्ने काम पनि गर्ने भने गएको। अब त्यहाँ चाहिँ अब भविष्य राम्रो हुने भयो भन्ने भयो। झुक 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 मिक्जुई बजाउँदै लिएर गयो। लिएर गएपछि हामीलाई चाहिँ एउटा ठाउँमा लगेर झारेर पासपोर्ट सबै चाहिँ दियो। पासपोर्टभित्र पैसा हाल्दै दिँदै गरेको थियो, त्यो बुझिएन। अनि चाहिँ 3 जना जति साथी पास भइसकेको थियो। ठ्याक्कै मेरोभन्दा अगाडि 3 जना साथी थियो, ठ्याक्कै रोकेपछि त्यसलाई बोलाएर उता लयो, फेरि त्योभन्दा पछाडि गएला लयो, मलाई पनि उतै लयो। मलाई लाग्छ त्यो अगाडि गइसकेको होला नि, उनीहरूले समातेर ल्याइसकेको थियो होला। ल्याएपछि हामीलाई धेरै बेर केरकार गर्यो, करिब 2 घन्टा जति केरकार गर्यो। अनि हाम्रो पासपोर्ट त्यहीँ राखिदियो। अनि हामीलाई त्यसलाई एउटा चिट लेखेर दियो, सेतो चिट लेखेर दियो। त्यो चिट बोक्यो आइयो। हाम्रो पासपोर्ट त्यति बेला चाहिँ जफ्त गरेको रहेछ। त्यो चाहिँ लान खास चाहिँ त्यो सिङ्गापुर होइन चाहिँ मलेसिया लानु भनेर राति लिएर गएको। त्यो कति डलर हालेर दिएको थियो। त्यो चाहिँ समातेको रहेछ, हामीलाई समातेको रहेछ, धन्न थुनिनु परेन। अनि त्यति बेला नेपाल एयरलाइन्सको 15 दिनपछि फ्लाइट थियो। 15 दिनसम्म त्यो सिङ्गापुरको गल्ली हिँडेर चाहिँ भ्याएर पुरै चाहिँ चिकन र भात खाँदै हिँड्यो। 15 दिनपछि फर्केर नेपाल आइयो। त्यसपछि नेपाल आइसकेपछि मैले चाहिँ एउटा चाहिँ यो
फिन्डा प्रोजेक्ट भन्ने ठाउँ त्यो जयगुटीमै हेड अफिस भयो त्यो खानेपानीको अफिस थियो त्यहाँ चाहिँ फिन्डा प्रोजेक्टको चाहिँ हेड अफिस आएर बस्यो। त्यहाँ चाहिँ विज्ञापन खुलायो हामीले निवेदन हालियो। त्यहाँ चाहिँ हाम्रो नाम कोही पनि परेन। लोकल मान्छे कोही पनि छैन, सबै कोही झापाको, कोही कता पोखरा कास्कीको, कता पूर्वका पश्चिमका मान्छे सबै छन्। पश्चिमका कम थियो, पूर्वका अर्खाँचीका अलिअलि थियो। अर्खाँचीको मान्छे किन पर्दैछ भन्दा त्यति बेला अलिकति यो काशीनाथ के हुनुहुन्थ्यो, काशीनाथ गौतम, उहाँको अलिअलि त्यो सोर्स चल्दो रहेछ। हामीलाई त त्यो पनि थाहा नै त्यति बेला भर्खर केटाहरू। अनि अर्खाँचीको 2-3टा घेर त्यही गौतम थिए। गौतमहरू कोही उनीहरूलाई भनेर पाएर चाहिँ हाम्रो त कोही पनि नै लोकल। अनि अलिअलि त्यति बेला अहिले जिएनजी जस्तो अलिअलि हामी अलिअलि विद्रोही छौँ क्याम्पस पढेको बेलाको अवस्था। अनि त्यति बेला हामीले त्यो पुष्पराज विष्ट भन्ने जिएम हुनुहुन्थ्यो त्यहाँको, उहाँलाई गएर कुरा राखियो। उहाँले कुरा गर्दा यो अन्टसन्ट कुरा अब तपाईँको परेन के भनेपछि ढोका थुनेर राखेर कुरा गरेपछि सबै मान्छे बाहिर छन्। यो युवाहरू के हो भने त्यो जेमी नेटली भन्ने त्यो फिनल्यान्डबाट आएको उसले सोधेछ के हो यो भनेको, होइन यहाँ लोकल मान्छेले यहाँ जागिर नपाएर यहाँ अलिअलि यहाँ विरोध गरेका छन् भनेपछि अनि पछि उनीहरूले हामीलाई चाहिँ राखेर ल तपाईँहरूको हामीले बुझ्यौँ भनेर एकजना त्यहाँका नेपाली अर्को हाकिम हुनुहुन्थ्यो, किरण नेपाल कि यस्तै के नाम थियो सिनियर। अनि हाम्रो भोलिपल्ट हाम्रो नाम टाँसियो। मैले फिन्डा प्रोजेक्टमा जागिर पाएँ, म लगायत अरू लोकल साथीहरू 8-10जनाले पाए। त्यसपछि मैले फिन्डा प्रोजेक्टमा जागिर खाँदा के रहेछ भने हामीलाई त्यो अर्घाखाँचीको सिद्धारा गाविसमा पठायो। हेर्नुहोस्, म त कहिले पहाड नचढेको, मधेसमा जन्मेको केटो, त्यो बाटो हिँड्ने त तपाईँको त्यो बाख्रा मात्रै हिँड्न गोरेटो भएको ठाउँमा पुगेको त्यो चाहिँ यता त्यो यसो हेऱ्यो भने तल छाङछाङदै खोला छ, हाइटमा छ, त्यता नहेरिकन यता झाड समात्दै हिँड्दै गर्ने होइन। त्यो गरेर चाहिँ त्यो फिन्डा प्रोजेक्टमा जागिर खाइयो। हेर्नुहोस्, जाँदा घर टाढा देखिन्छ, कहीँ खाना खान पाइन्न। अनि एउटा घर भेटिन्छ, त्यहाँ चाहिँ उसले चाहिँ यसो रुखसाट बोकेर आएको मान्छे देखेपछि त्यो चाहिँ कर्मचारी भनेर डराउँदो रहेछ नि मान्छे। अनि हामी यो प्रोजेक्टबाट यसरी आएको खानेपानीको यो हामी डाटा कलेक्सन गर्ने, तपाईँहरू कहाँ खानुहुन्छ, कहाँबाट पानी खानुहुन्छ, कति घर कुरिया हुन्छ, यहाँ चाहिँ कति पशुहरू कति छन्, गाई भैँसी कति छ पानी खाने, बाख्रा कति छ, मान्छे कति छ, कति गाउँहरू यहाँ छन् भनेर सोध्दै हामी हिँड्ने हो। त्यस कारण तपाईँहरू डराउनु पर्दैन, हामीलाई यो गर्नुहोस् भनेपछि उनीहरूले कमसेकम त्यहाँ घरमा चामल हुँदैन त मकै दिने, मकै भुटेर। अनि त्यो कति महिनाको होला त्यो मलाई लाग्छ 2-3 महिना जतिको होला त्यो ठेकीमा मकै खाएछ। त्यो ठेकीको मही दिँदाखेरि त्यो मही खाएपछि त्यो मकै चपाउनु नसकेर डाँट कुडिएर त्यस्तो हुने होइन। त्यस्तोमा गर्दै 2 वर्ष त्यति बेला चाहिँ सिद्धार्थ गाविसबाट हामी अरू ठाउँमा जाँदाखेरि चाहिँ हेबिचुअल भइयो। अब हिँड्ने हेबिचुअल भइयो, बस्ने खाने। त्यो अब गाउँमा अब हामी 15-20 जना हुन्थ्यो एउटा ग्रुपमा, सुत्ने ठाउँ हुँदैन थियो, हामी चौपारीमा सुत्थ्यौँ कि। त्यो रुखस्याट हुन्थ्यो, रुखस्याट अनि त्यो एउटा म्याट हुन्थ्यो, म्याट बिछाउने, सिलिपिङ ब्याग भप्पै ओढ्ने, जाडो हुँदाखेरि, गर्मी हुँदाखेरि त्यही सिलिपिङ ब्यागलाई चौपारीमा बिछाउने, हावा खाएर सुत्ने। त्यसरी गरेर 2 वर्ष हामीले जागिर खायौँ। त्यो 2 वर्षको जागिरले मलाई चाहिँ मेरो चाहिँ जीवनमा ठुलो परिवर्तन गर्यो। मलाई त्यसले धेरै अनुशासित बनायो मलाई होइन। मलाई मेहनत गर्न सिकायो। त्यो अब ती विदेशीहरू एकदम त्यो बिहान उठेर उनीहरू चाहिँ मलाई लाग्छ उनीहरूलाई त्यो एक्सर्साइज मैले अहिले मेरो उमेरले बल्ल महसुस गर्छु, उसलाई एक्सर्साइज पनि हुने, काम पनि हुने। ऊ चाहिँ त्यो एकदम त्यो पानीको सोर्ससम्मै पुग्थ्यो क्या, जहाँ पानी मूल निस्किन्थ्यो नि त्यहीसम्म पुग्थ्यो। म पनि उनीहरूसँग सँगसँगै हिँड्ने। त्यो एकजना अस्त काकी भन्ने इन्जिनियर हुनुहुन्थ्यो यता दोलखातिरको, उहाँले मलाई धेरै राम्रो गाइडलाइन गर्ने, नक्सा बनाउन सिकाउने। यो गाविसको त्यो हवाई ट्रेस पेपर हुन्थ्यो, ट्रेस पेपरबाट त्यो हवाई सर्वेको ट्याक्क राखेपछि ट्याक त्यो डाँडा काँडा कहाँ छ, कति घर छ, कहाँ खोला नाल्सा छ, के छ, सबै निस्किन्थ्यो। त्यो पनि मैले सिकेँ। मलाई लाग्छ त्यति बेला मैले 4-5वटा गाविसको नक्सा मैले बनाएको थिएँ त्यति बेला होइन। त्यति बेला 48देखि 50सम्म हामीले सर्वे गरेको त्यो फिन्डा प्रोजेक्टमा। अहिले मलाई लाग्छ अर्घाँची, गुल्मी, पाल्पा त्यो सबै हामीले सर्वे गरेर
को नै पानीहरू अहिले खाइरहेछन् जस्तो लाग्छ। पछि अझै डेभलप भयो होला, अब त्यहाँ फेरि जान पाइएको छैन होइन। त्यस कारणले त्यसरी जागिर खाइयो। त्यो जागिर खाने सिलसिलामा मेरो एकदम अनुशासित ठुला सिनियर दाइहरू सबै ठुल्ठुला मान्छे एकदम त्यो चाहिँ हामीलाई गाइडलाइन गर्न सक्ने दाइहरूको सङ्गतमा मैले चाहिँ त्यो 2 वर्ष बिताएँ। अब यस्तै जागिर कसरी खाने होला भनेर त्यो गोर्खापत्र काट्ने, राइजिङ नेपालहरू काट्ने, त्यो गर्ने, हेर्ने, पत्र पत्रिका पाए जतिमा यस्तै प्रोजेक्ट र जागिर खान पाए हुन्छ अब भन्ने थियो होइन। तर त्यो जागिर खान त पाइएन। तर त्यति बेलाको त्यो जागिरको बेलामा त्यो दाइहरूले मलाई गाइडलाइन गर्नु, अब यो 2 वर्ष यो प्रोजेक्टपछि अब यहाँबाट निस्केपछि त अलिअलि यो बुझ्ने मेहनती पनि रहेछस् गोपाल, तैँले चाहिँ यो ठेक्कापट्टाको लाइसेन्स निकाल, हामीले सहयोग गर्छौँ, तँलाई सर्टिफिकेट निकाल्ने गाइडलाइन हामीले गर्छौँ भने त्यही दाइहरूले सर्टिफिकेट दिए, उनीहरूले गाइडलाइन गरे, मैले ठेक्कापट्टाको लाइसेन्स निकालेँ। मैले 50 सालदेखि त्यो ठेक्कापट्टाको लाइसेन्स लिएर काम गरेर म चाहिँ हेर्नुहोस् त्यो अहिले प्रवास छ नि मेडिकल कलेज, त्यहाँदेखि 25-30 किलोमिटर भित्र जान्थेँ म। मलाई लाग्छ त्यो अहिले हाम्रो मिलन गएको घर त्यतै रहेछ। त्यति बेला कच्ची बाटो थिएँ, म 25-30 किलोमिटर वहाँ जाने त्यो सिँचाइको काम गर्ने भएर त्यति बेला मैले चाहिँ लुम्बिनीमा त्यो पोखरीको काम हुँदै थियो कि मेरो, त्यो चक्रा लाउने त्यो पोखरी मैले काम गर्थेँ। म एकचोटि वहाँ जाने, एकचोटि त्यहाँ पुग्ने, फेरि वहाँ राति चाहिँ त्यहाँ गएर लेबरको हाजिरा बुझ्ने, अनि चाहिँ त्यो डेबुकहरू राख्ने, हिसाब किताब गर्ने, अनि बिहान फर्केर फेरि साइड आउने। म गैँडाकोटबाट एकैचोटि धानखोलाबाट गैँडाकोट पुग्थेँ म काममा। त्यो सानो टिप्पण टाप्पण टाल्दै काम गर्दै, सानो काम के त्यो बाटो टाल्ने काम के। त्यति बेला हामी सानो कन्ट्र्याक्टर होइन। गर्दै गर्दै मैले 57 सालमा बिहे गरेको। 57 सालमा मैले बिहे गर्दाखेरि मैले त्यही महसुस गरेको, मैले मेहनत गर्दाखेरि मलाई अचेल बरु अब ऋणधन गरेर धेरै ठुला काम गरेर ऋण मात्रै छ। त्यति बेला मैले बिहे गर्दाखेरि मसँग सबै मेरा साथीभाइहरूलाई पार्टी राम्रै पार्टी खुवाएर खातामा पैसा थियो कि मेरो 14-15 लाख रुपियाँ खातामा नेट पैसा थियो कि त्यति बेला होइन। मैले काम गर्दा त सरसापट गर्थेँ, पैसा तिरेर नि त्यति पर्थ्यो। मैले बिहे गर्दाखेरि छ्याक्क मसँग केही छ कि छैन भनेर मैले अहिले फेरि बिहे गर्दाखेरि पनि मेरो मभन्दा अलि यो ब्रिटिस आर्मीको क्याप्टेनको छोरी अलि सम्पन्न परिवारको बिहे गरेँ। अब त्यो गर्दाखेरि पनि अलि राम्रो मिलाएर गर्नुपर्ने, प्रेस्टिज पनि जोगाउनु पर्ने थियो। मेरो मात्रै नभएर यता ससुरालतिरको पनि जोगाउनु पर्ने परिस्थिति थियो। त्यही भएर सामान्य यसो पार्टी पनि गर्नुपर्छ भन्ने त्यति बेला मैले गरेको। हाम्रो युवामा राम्रै पार्टी थियो त्यति बेला होइन। त्यसरी चाहिँ मैले गर्दाखेरि त्यो अवस्था थियो। पछिल्लो त्यही क्रममै मैले करिब 2066 सालमा मैले यो टुरिज्ममा प्रवेश गरेँ। ठेक्कापट्टा मैले गर्दाखेरि मैले हेर्नुहोस् अहिले पनि मैले काम गरेको, मैले जस्तो दूरसञ्चार बिल्डिङहरू मैले गराएको होइन। मैले यता पूर्वको सरेवा पुल मैले गराएको, मैले यही वरिपरि त्यो मणिमुकुन्द सेन उद्यान मैले बनाएको, हिल पार्क मैले बनाएको, सुरुको सबै मैले बनाएको। मणिमुकुन्द सेन उद्यानमा अहिले पनि त्यो चाहिँ पहिला चाहिँ त्यो एउटा चाहिँ मन्दिर छ, त्यहाँ चाहिँ अहिले मेरो पनि नाम अङ्कित छ। हिल पार्कको त्यो गेट मैले बनाइदिएको हेर्नुहोस् सौजन्य। मणिमुकुन्द सेन उद्यानको त्यो गोलो पार्कहरू मैले बनाइदिएको सौजन्य। त्यति बेला चाहिँ द्वारिका उदय त्यहाँको समितिका संयोजक हुनुहुन्थ्यो होइन। म बिहानदेखि साँझसम्म खट्थेँ, काम पनि गर्थेँ होइन। यो यहाँका धेरै चाहिँ संरचनाहरू जस्तो अहिले नेपाल हाइड्रोको त्यो देखिने बिल्डिङ मैले बनाएको होइन। र अहिले तपाईँलाई एउटा मैले अहिले यो मगरभाटभन्दा माथि एन्फा एकाडेमीको पछाडिपट्टिबाट एउटा चाहिँ ड्याम बाँधेको लामो छ, त्यो जाइकाले गरेको प्रोजेक्ट। सबभन्दा पहिला रूपन्देहीमा जाइका प्रोजेक्ट आएको। मैले त्यति बेला चाहिँ 47% बिलो काम गरेर यो बाबु गोपाल चाहिँ सिद्धियो यहाँबाट भनेको। मैले त्यहाँबाट मेहनत गर्दाखेरि हुन्छ भने त्यहाँबाट प्रमाणित गरेँ। मैले त्यो जाइकाको प्रोजेक्ट सबभन्दा पहिला मैले त्यहाँ गरेको। सेमला अहिले चाहिँ उता बेलबासदेखि बेथरी त्यो सेमलाको 2टा प्याकेज थियो, त्यो 2टै प्याकेज मैले गरेको सुरुवात। यहाँका मुख्य चाम रूपन्देहीका चाहिँ मैले कम्पिटिसन होस् चाहिँ त्यो चाहिँ प्रतिस्पर्धामा जसरी पनि गर्ने खालका एकदम बिलोमा गएर भए पनि राम्रो काम गर्नेमा म चाहिँ अलि सिनियरहरू दाइहरू अहिले लुम्बिनी बिल्डर्सहरू उनीहरूसँग हामी चाहिँ प्रतिस्पर्धा गर्ने स्थितिमा थियौँ होइन। यहाँ भीमबहादुर श्रेष्ठ भन्ने हुनुहुन्छ, एकदम वरिष्ठ व्यवसायी हो, उहाँहरू एकदम राम्रो काम गर्नेमा बनिनुहुन्थ्यो।
उहाँहरूकै प्रतिस्पर्धामा मैले चाहिँ राम्रो काम गरिदिएँ। अहिले पनि मैले उपभोक्ता होस् निर्माणका कामहरू गरेका चाहिँ ती सबै राम्रो छन् भन्ने लाग्छ मलाई। र त्यसरी चाहिँ मेहनत गरेर त्यो ठाउँबाट आइयो। तर त्यो काम गर्दाखेरि के भयो भने अलिकति चाहिँ त्यो आफूलाई भित्रबाट आत्मसन्तुष्टि नै, काम गर्दाखेरि आत्मसन्तुष्टि हुन्छ भन्ने मेरो आफ्नो बुझाइ। त्यहाँ काम गर्दाखेरि अलिअलि आर्थिकमा बढी चाहिँ जोडिनु पर्ने। काम लिइसकेपछि 2% पिसी भन्छ। अनि त्यसपछि काम भ्या आफूले मेहनत गरेर घर जग्गा राखेर धितो राखेर सबै गरिरहेको छ। अनि त्यसपछि फेरि अर्को चाहिँ फेरि पिसी भन्छ होइन। त्यस कारणले यो चाहिँ काम यो बढी चाहिँ चाकडीवाला कामभन्दा आफ्नै एकदम स्वतस्फूर्त एकदम नेपाललाई पनि आवश्यक भएको यो पर्यटनमा पहिल्यैदेखि मलाई चाहिँ काममा हिँड्दाखेरि हरियाली देख्दा पनि यहाँ यस्तो गर्न पाए हुन्छ भन्ने। अनि अलिकति यसो चोक देख्दाखेरि अलि गर्दाखेरि त्यसलाई यसो रेस्टुरेन्ट चलाउनु पाए हुन्छ भन्ने यस्तो खालको मनमा जाग्दै गर्ने क्रममा मैले चाहिँ यो टुरिज्म फिल्ड खोजिरहेको बेला सानो रेस्टुरेन्ट खोल्ने मुडमा हो म खास। गर्दै यो मणिग्राममा यो चाहिँ समरल्यान्ड रिजोर्ट भन्ने थियो सुरुमा। त्यो चाहिँ यहाँ काठमाडौँको दाइहरू हुनुहुन्छ महेन्द्र प्रसाद दुवा भन्ने, उहाँको थियो। उहाँहरूसँग मेरो भेट भयो। त्यहाँ जाने बस्ने स्विमिङ जाने गर्दाखेरि चिनजान भएको थियो। उहाँले राम्रै चलाउनु भएको थियो। पछि उहाँहरू त्यो दाइ बिरामी हुनुभएको थियो। दाइ बिरामी भएको कारणले उहाँहरूले चाहिँ त्यो दिने मुडमा पनि हुनुहुँदो रहेछ। पछि मलाई चाहिँ उहाँहरूले त्यो चाहिँ समरल्यान्ड भनेको 12वटा रुम थियो। 12 रुमबाट मैले चाहिँ उहाँहरूसँगबाट लिएँ। त्यति बेला मैले सुरुमा लिँदा चाहिँ त्यो लिजमा लिएर अनि चाहिँ त्यो सुरु गरेर पछि गर्दै मैले चाहिँ दायाँ बायाँ मेरो नाममा भएको अनि पछि फेरि कम्पनीको नाममा केही जग्गाहरू थप्दै गएर त्यसलाई चाहिँ एक्सपान्ड गर्दै गएर आजको दिनसम्म आउँदाखेरि त्यसलाई एक्सपान्ड गरियो होइन। र अब त्यहाँ चाहिँ अब अहिले मैले यो कोभिडभन्दा अगाडि नै 72 सालमा मैले यो स्टार्ट गरेको थिएँ ड्रिम इन्टरनेसनल। अब मलाई के लाग्थ्यो भने ड्रिमल्यान्ड गो रिजोर्ट अब मेरो चाहिँ मोटामोटी एउटा चाहिँ मार्केटमा चाहिँ मेरो ब्रान्ड बन्यो। अब मैले चाहिँ थोरै नेपालको अरू ठाउँमा आउटलेट गर्दै जानुपर्छ भन्ने क्रममै यहाँ चाहिँ बुटोलमा चाहिँ यहाँ मेरो चाहिँ श्रीमतीलाई बुवाले दिनुभएको थियो यो जग्गा अहिले जहाँ चाहिँ ड्रिम इन्टरनेसनल। यो चाहिँ मलाई श्रीमतीलाई एउटा टुक्रा, मेरो माइला जेठानको अलग्गै भाग थियो, मेरो कान्छा सालाको अलग्गै भाग थियो। त्यो सबै जोडेर मैले चाहिँ यो चाहिँ ड्रिम इन्टरनेसनल भनेर अब पछि चाहिँ अझ चाहिँ अब यसको भवन निर्माणको लागि हामीले ब्याङ्क आदि इत्यादि गरेर मलाई त ब्याङ्कले पत्ताउने भइसक्यो कारबार गर्दा होइन, लिएर गरिएछ। र अब ड्रिमल्यान्ड र यो अब अहिले चाहिँ यो चाहिँ जेएनजी आन्दोलन क्रममा अब सोसियल मिडियामा हेरेको छु विष्णु पौडेलको लगानी भएको अरे अनि यो अरे। मलाई चाहिँ पहिलेदेखि अलिअलि कान गाइगुई त सुन्थेँ, तर अकस्मात मलाई चाहिँ यो चाहिँ अहिले चाहिँ वज्रपात भयो होइन। मैले 2048 सालदेखि 50 सालसम्म मैले जागिरको सिलसिलामा गरेको अनुभव, मैले गरेको मेहनत, मैले चाहिँ तपाईँको 50 सालदेखि 2066 सालसम्म मैले चाहिँ निर्माण क्षेत्रमा लाएर गरेको मेहनत र त्यसपछि 66देखि आएर आज 82 सालसम्म आउँदाखेरि मैले गरेको मेहनत। मैले त धेरै त गरेको छैन नि। मैले अहिले पनि सहकारीको ऋण समेत छ क्या मगा 20 लाख रुपियाँ सहकारीबाट ऋण पनि लिएछु मैले। ब्याङ्कको त छँदैछ, हामी भएका सहकारी छ नि त्यसबाट पनि मैले ऋण लिएछु। मैले नेताको पैसा चलाउनु भयो त्यो सहकारीबाट 20 लाख रुपियाँ 10 लाख रुपियाँ 2 लाख रुपियाँ ऋण कसैले लिन्छ। त्यस कारणले अब के छ भने यो अहिले मान्छे मेहनतबाट सफल भयो भन्ने, मेहनतीलाई चाहिँ प्रोत्साहित गर्ने त्यो नै भएन। मैले यो टुरिज्ममा फेरि कस्तो लाग्यो भने हाम्रो भाइ बहिनी जुन यङ भाइ बहिनीहरू हुनुहुन्छ नि उहाँलाई सबभन्दा पहिला नेपालमा पनि र विदेश जाँदाखेरि पनि सबैभन्दा चाहिँ सुइटेबल जब भनेको यो हो टुरिज्मको। उसले चाहिँ बारिस्ता सिक्छ, उसले वेटर सिक्छ, उसले हाउसकिपिङ सिक्छ। त्यो तपाईँको दुबई गए पनि त्यसले गर्ने त्यही नै हो। अस्ट्रेलिया गए पनि उसले चाहिँ क्याफेमा काम गर्ने हो, रेस्टुरेन्टमा काम गर्ने हो। राम्रो पायो भने म्याकडोनल्डतिर पाउला, नभए चाहिँ यहीँ गएर पहिला चाहिँ सानो रेस्टुरेन्टबाटै काम सुरु गर्ने हो। त्यस कारणले विदेश जाँदाखेरि पनि सबैभन्दा चाहिँ यो उहाँलाई चाहिँ जब पाउन सजिलो यहीँ सिक्नुहुन्छ। त्यसले अन्डर एसएलसी होस् अथवा एसएलसी पास गरेको होस् अथवा
11-12 गरेको ब्याचलर गरेको होस्, उनीहरूलाई चाहिँ सबैभन्दा सजिलो छिटो सिक्ने। यहाँ अहिले हामी कहाँ यो भाइ बहिनी हुनुहुन्छ, कतिपय 3 महिना ट्रेनिङ गर्ने र उहाँहरू अन्डर जब ट्रेनिङमा जानुहुन्छ होइन। अन्डर जब ट्रेनिङमा जानुहुन्छ, त्यसपछि उहाँको त्यो 3 महिनादेखि 4 महिना भएर उहाँले अलिकति स्किल देखाउनु पनि उहाँ चाहिँ जबमा आइहाल्नुहुन्छ। न्यूनतम नेपाल सरकारले तोकेको पहिला 17,300 थियो, अहिले 19,000 कति छ, त्यति न्यूनतम पाउनुहुन्छ। तर म कहाँ चाहिँ न्यूनतम भन्दा सबै 2-4 हजार बढी नै हाम्रोमा पे गरेका छ सधैँ। मैले के भन्छु नि, अरूको भन्दा हामीले स्किल बनाउनु पर्छ। हामीले हाम्रो यङ भाइ बहिनीहरूलाई काम पनि सिकाउने। मैले जस्तो हाम्रो जिएमहरूलाई, त्यो ग्रुप जिएमहरूलाई मैले के भने हुन्छु भने, तलको भाइ बहिनीहरूलाई तपाईँहरूले एकदम नजिकसँग आफ्नो फ्यामिली जस्तै भएर तपाईँहरूले सम्झाउनु पर्छ, बुझाउनु पर्छ, सिकाउनु पर्छ। तपाईँहरूले जानेको चिज चाहिँ उहाँहरूलाई दिनुपर्छ। तपाईँहरूले आफूसँग राख्ने, तपाईँ तलसम्म गएर ट्रेनिङ गराउने र उहाँहरूलाई चाहिँ स्किल डेभलप गराउनुपर्छ, स्किल दिनुपर्छ। तपाईँहरूसँग भएको चिज दिने हो, तपाईँ गुरु बन्ने हो। उनीहरू तपाईँसँग 20 वर्ष पछाडि पनि उनीहरूले तपाईँहरूलाई सम्झिराख्नुपर्छ, यो कम्पनीलाई सम्झिराख्नुपर्छ, किनकि उनीहरूको जीवन त्यहीँबाट सुरुवात भयो होइन। म कहाँ कतिपय अब जस्तो एकजना भाइ भेटेको थिएँ एक दिन सुकानगर चोकमा, टक्क स्टेनलेस स्टिलको चाहिँ एकदम त्यो मजाले लामो ठेला बनाउनु भएछ, एकदम मजाले डेकोरेसन गरेर भाँडा कुँडा सजाएको। अनि त्यो झिरहरू पनि ट्याक्क 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 यसरी चाहिँ हाम्रो यहीँ जस्तो गरेर त्यो चाहिँ 2 साइडमै झिरहरू यसरी झुन्डाएको। अनि त्यो जार र अनि तपाईँको ग्यास राख्ने पनि उहाँले ठ्याक्क त्यो सिस्टमेटिक गरेको। अनि त्यो चाहिँ खाना त्यो खाएर युज एन्ड थ्रोवाला प्लेट कपहरू पनि राख्नेलाई त्यो डस्टबिन पनि उहाँले चाहिँ व्यवस्थित गरेर ट्याक्क बनाएर राखेको। अनि म सर म त वकिङ गर्छु बेला बेलामा, अनि सर नमस्ते भने यसो हेरेको फेस चिने जस्तो लाग्यो। अनि भाइको घर कहाँ अरे भनेको त होइन सर म चाहिँ विजय थापा हो, म हजुर कहाँ यो काम गर्थेँ नि। मैले चाहिँ भने कति काम गरेको भने होइन मैले त धेरै गरेको होइन, 1 वर्ष जति गरेको, तर म तल चाहिँ हेल्पर भनेर छिरेको थिएँ सर, निस्कन त म हेल्परमा निस्केको, तर मैले मोमो बनाउँथेँ भने। अनि उसले चाहिँ त्यो मोमो बनाउनु सिकेको, अनि उसले त्यही स्किल सिक्यो आएर त्यो सुकानामा। अनि यो कसको त भनेको मेरो हो सर भने। राम्रै छ बिजनेस भनेको, राम्रै छ सर, ठिकै छ भने। कति बचाएको छौ त महिना भने 80,000 बचाएको छु भन्छ होइन। 80,000 बचाएको, त्यो एउटा सामान्य एउटा चाहिँ मोमो बनाउनु सिकेकोले मेहनत गऱ्यो भने त महिनाको 80,000 बचाउँदो रहेछ नि त होइन। अनि यो लगानी चाहिँ मैले भिनाजु हुनुहुन्थ्यो, यहाँ भिनाजु त म मिलेर गरेको। यो ठेला बनाउन यो बनाउन भिनाजुले सहयोग गर्नुभएको छ, अहिले उहाँ पनि पार्टनर हो, मैले गर्छु भने। उसले मोमो बनाउनु सिकेर त्यति गर्यो भनेपछि यो क्षेत्रबाट त्यसरी चाहिँ युवाहरू उत्पादन हुन्छ होइन। मैले हिजो ठेक्कापट्टा गर्दाखेरि अहिले हेर्नुहोस्, यो बुटुल सेरोफेरोमा जति ठेक्कापट्टा गर्नुहुन्छ भाइ बहिनीहरू सबै मैले गाइडलाइन गरेर, मलाई लाग्छ गोपाल दाईले चाहिँ यो शिक्षा दियो। कतिलाई त मैले आफैले लाइसेन्स निकाल्दिएँ, 1-2 जनाले छोड्नु होला, धेरैले गर्नुभएको छ। अब मैले अहिले टुरिज्म आइसकेपछि मलाई लाग्छ मैले यही कालिका पथमा दायाँ बायाँ गएर 15-20 वटा त रेस्टुरेन्टको त मैले रिबन काटेको छु, मलाई बोलाउँछ होइन। यो बारिस्ता ट्रेनिङहरू राखेका छन्, दाइ तपाईँ आएर यसो भनिदिनु पऱ्यो, यहाँ अलिकति तपाईँ आफूले चाहिँ भोगेका जीवनका कुरा भनिदिनुहोस् भन्छ, म गएर भन्छु, जान्छु होइन। तपाईँलाई एउटा इक्जाम्पल मैले एउटा अहिले जयगुटीमा एउटा फ्युल बार भनेर त्यो एउटा छ, त्यो विष्णु भाइ भन्ने। अब ऊ चाहिँ हङकङ बस्यो धेरै, यहाँ आमा बिरामी, अनि एक छुट्टीमा आएको थियो। मैले बिहान वकिङ लिएर गएको, वकिङको बेलामा उसलाई चाहिँ सँगै लिएर गएँ हिँड भनेर, तिनौँ खोलाको छेउ पुरै घुमाएर यसरी लिएर आएँ। वकिङ गर्दै घुमाउँदै लिएर आएपछि अनि उहीँ रिसोर्टमा बसेर चिया खाने बेलामा अब फर्किन्छस् कि के गर्छस् त भाइ भनेको। होइन म फर्किन्छु त, यहाँ बसेर के गर्ने भन्थे। यार आमा बुवा भनेको देउता हो, आमा बुवालाई सेवा गर्नुपर्छ। अब तिमीहरू यतिका दिन विदेशमा बितायौ, अब तिम्रो नेपालै बस भाइ। तिमीले चाहिँ त्यत्रो ब्रिटिसहरूसँग काम गरेर स्किल सिक्यौ। उसले 10 वटा आउटलेटको म्यानेजर थियो कि त्यति बेला, यस्तै कफीहरूको। यही बस, तिम्रो स्किल नेपालमा दिनुपर्छ। तिम्रो बुवा आमालाई पनि तिम्रो आवश्यक छ, तिम्रो स्किललाई नेपाललाई आवश्यक छ, मुलुकलाई आवश्यक छ, तिमी यहीँ बस भनेको। हुन्छ दाइ म सोध्छु भन्थ्यो। गएर उसले बस्ने डिसिसन गरेर आयो। दाइ म आएँ भन्यो। अब
के गर्छौ त भने म अब सानो चिजबाट सुरु गर्छु दाइ भन्यो। के गर्छ भने मैले जानेको त त्यही कफी बनाउन जानेको दाइ मैले यसैलाई डेभलप गर्दै जान्छु भन्यो। अनि उसले चाहिँ एउटा एक दिन गएको थिएँ त्यो ठोकठाक पार्दै थियो, एउटा कफी मेसिन किन्यो, एउटा त्यस्तै मेरो त्यही अहिले विजय थापा भने जस्तै त्यही मोमो बेचे जस्तै त्यस्तै एउटा बनायो, फ्युल बार भनेर ट्याक्क अगाडि लोगो बनायो। अनि त्यो वरिपरिकालाई बोलाउँदा चाहिँ 1 कप चिया बिकेको छैन कहिले पनि, कफी 15 दिन भयो 1 कप कफी बिक्दैन। अनि यताको क्लब जाने भाइहरूलाई बटुल्दा चाहिँ आफ्नो गाउँको साथीहरूलाई यो कफी एक्सर्साइज गर्न जाँदाखेरि इनर्जी हुन्छ, गएर आउनेले पनि यो खानुपर्छ। एक्सर्साइज गर्न जाँदा पनि 1 कप खाएर गएपछि यसले इनर्जी हुन्छ, राम्रो यो चाहिँ एक्सर्साइज गर्न जाँदा राम्रो हुन्छ। अनि एकजनालाई कफी जबरजस्ती खुवाएको तितो छ भने अनि फेरि अनि गर्दा गर्दै खायो। अनि एक दिन एउटालाई खुवाएछ, गर्दा गर्दै त्यो तितो छ भन्नेहरू उनीहरूलाई चाहिँ अलिअलि खाने हेबिट भयो। गएपछि त त्यहाँ त अब दोकान भएपछि कफी माग्नु पऱ्यो। गर्दा 2 जना 4 जना गर्दा गर्दै आज 200 कप 2 केजी जति उसले चाहिँ खपत गर्छ। त्यो त्यहाँ जयगुटी हेर्नु होला, त्यो पुलको तल फ्युल बार भन्ने त्यो नर्बिम भन्ने खोल्या छ होइन। अहिले चाहिँ उसले चाहिँ बेकरी आफ्नै बनाएछ। अब यसरी चाहिँ डेभलप भएको छ उसले चाहिँ। अब तैँले के कति बचाएको छ भनेको त दाइ त्यो ब्याङ्कमा पैसा राख्नुभन्दा त ब्याङ्कमा भन्दा मैले डबल पैसा बचाएछ भन्छ। भनेपछि एउटा सामान्य एउटा फ्युल बार खोलेको भने त्यसले 7 लाख 8 लाख 9 लाख खर्च गर्यो होला, मेसिनलाई 6 लाख 6.5 लाख 7 लाख पर्छ। अब त्यो फ्युल बनाउँदा 8 लाख जति पर्यो होला। त्यहाँबाट सुरु गरेको ठोकठाक ती काठ छोटा काठहरू सबै त्यहीँ बटुलेर ठोकठाक पारेर टेबल बनाएर केटाहरू यङहरू बस्ने कफी खाने ठाउँ बनाइदियो होइन। भनेपछि यो टुरिज्म पेसा भनेको यसरी चाहिँ डेभलप हुन्छ र नयाँ युवाहरूलाई सबैभन्दा छिटो आकर्षित गर्ने, छिटो काम सिक्न सक्ने र छिटो रोजगारी दिन सक्ने यसले। र अहिले मैले के गर्दैछु भने यो पर्यटनलाई त सबभन्दा बढी आवश्यक त कृषि जन्य सामान जस्तो टमाटर भयो, खुर्सानी भयो, लेमन भयो, अन्डा भयो, चिकन भयो, यो सबै चिज कृषिसँग जोडिएछ। नेपालमा टुरिज्म जति विकास गर्न सकिन्छ त्यति एग्रिकल्चरको विकास हुन्छ। त्यसकारण मैले ड्रिमल्यान्ड रिजोर्टमा कुनै कुना छोडेको छैन। त्यो शिक्षा मलाई के भने एकचोटि चाइना फर्स्टचोटि चाइना घुम्न गएको, चाइनाको कि त बिल्डिङ देखिएछ, कि त बाटो छ, कि त फुल हरियो दुबो छ, कि फुल छ, कि अरू बुटाहरू छन्, कि त अलि साइड जाँदाखेरि उनीहरूले व्यवस्थित एग्रिकल्चर गरेको छ। भनेपछि हामीले पनि गरे हुन्छ भने मैले ड्रिमल्यान्डमा हेर्नु होला एउटा कुना मैले खाली छोडेको छैन। त्यहाँ चाहिँ लेमन लगाएको छु, त्यहाँ लेमन ग्रास लगाएको छु, त्यहाँ चाहिँ कडी पत्ता लगाएको छु, तपाईँको त्यहाँ चाहिँ पपाया लगाएको छु, खुर्सानी टमाटरदेखि लिएर सबै मलाई चाहिँ रेस्टुरेन्टलाई चाहिने जति सबै मैले आफूले उत्पादन गरेको छु। मैले प्र्याक्टिकल त्यहाँ एभोकाडो लगाएको छु, मैले एभोकाडो फलिरहेको छ अहिले, मैले त्यही एभोकाडो खाएको छु होइन। पपाया त्यहीँको खाएको छु मैले। त्यस कारणले यो एग्रिकल्चर र टुरिज्मलाई जोडेर लाँदाखेरि चाहिँ नेपाल अब डेभलप छ। र हाम्रो खास अहिले जुन आन्दोलनमा हुनुहुन्छ नि जेनजी युवाहरू, यो चाहिँ पङ्क्ति चाहिँ यसमा चाहिँ रमाउन सक्नुहुन्छ उहाँहरू। र अब यसलाई चाहिँ हामीले मेरो अनुभवले मैले चाहिँ नेपालभरि यसको चाहिँ शाखा विस्तार गर्ने, अब अरूले विदेशको फ्रेन्चाइज ल्याउँछ, हामीले चाहिँ नेपालको आफ्नो यत्रो मेहनत गरेर मैले ड्रिमल्यान्ड गोल्ड रिजोर्ट भनेर जुन खडा गरेँ त्यसलाई चाहिँ अब चाहिँ नेपालभरि जुन पर्यटकीय गन्तव्यको ठाउँमा यसलाई पुर्याउनु पर्छ भन्ने र अधिकतमभन्दा अधिकतम युवाहरूलाई यसमा जोड्ने। हामीसँग अब 5 वर्ष काम गर्ने युवाले होइन म अब एक्सपिरियन्स भयो, म अब सानो होटलमा एउटा घर भाडामा लिन्छु, म होटल चलाउँछु भने नि सक्नुहुन्छ कि 2 वर्ष गरे नि सक्नुहुन्छ होइन। एकदम मेहनत गर्ने त्यो बारिस्ता बनेको युवा युवतीले म चाहिँ अब बारिस्ता म आफै एउटा मेसिन किन्छु र म एउटा चाहिँ खेतको बिचमा गएर सबैलाई म गाउँको मान्छेलाई चाहिँ यसको टेस्ट सघाउँछु म गर्छु भन्ने नि हुन्छ। कफी हामीले उत्पादन गरे हुन्छ। कफी अब यो गुल्मीदेखि लिएर यो सबै कफीको एकदम राम्रो क्षेत्र रहेछ होइन। हामी कफी त्यो भाइले अहिले कफी उत्पादन गर्दैछ, मैले जुन गाइडलाइन गरेँ ऊ मेरो गाइडलाइनबाट भएको होइन। मैले यहाँ पोलिटिक्समा हिँड्ने युवालाई पनि बिहानदेखि साँझसम्म पार्टी कार्यालय कुदेछ केमा गएछ, मैले चाहिँ तपाईँले हामीलाई टाइम दिनु न भन्छ। म त काममा छु।
तपाईँहरू चाहिँ उत्पादनसँग जोडिनु न। मैले युवाहरूलाई चाहिँ अब हिजो जस्तो लड्न दिने होइन। यहाँ चाहिँ नेविसँग भनेको छ, अखिल भनेको छ, कहिले अखिल क्रान्तिकारी भने, यिनीहरूलाई होइन, यिनीहरूलाई उत्पादनसँग जोड्ने हो। बिहानदेखि साँझसम्म चाहिँ एउटा चाहिँ अरू काममा चाहिँ भाषणमा लगाएर उनीहरूलाई चाहिँ राखेर चाहिँ यो उत्पादनसँग यिनीहरू टाढा भयो भने त बेरोजगार हुन्छ। त्यस कारण सबै यिनीहरूलाई चाहिँ कसरी हो चाहिँ उत्पादन। आजको क्रान्ति भनेको त उत्पादन, आर्थिक क्रान्ति हो। अब अहिलेको सबै यो 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 आक्रोश के हो त होइन? यो चाहिँ अब भ्रष्टाचार भयो मुलुकमा, सुशासन भएन होइन, सबैले सुविधा भोगी भयो भन्ने न हो। अब त्यस कारणले अब म चाहिँ त्यो अभियानमा हो। मलाई आरोप के भयो भने चाहिँ यो नेताको पैसा चलाएर यसले चाहिँ यो गर्यो भन्ने चाहिँ। म बिहानदेखि तपाईँको 6 बजे म फ्रेस भइसकेको हुन्छु। अब करिब अब म पानी सानी तातो पानी खाएर म चाहिँ एक्सर्साइजलाई तयार भइसकेको हुन्छु। 7 बजे 1 घन्टा म एक्सर्साइज गरेपछि 7 बजे नभए 7:30 बजे म फ्रेस भएर म काममा हिँडिसकेको हुन्छु कि। कहिले म वकिङमै काम गरिरहेको हुन्छु। रिजोर्ट जान्छु, बिहानदेखि त्यहाँ 1 राउन्ड घुमेपछि मेरो चाहिँ मस्तिष्क पनि फ्रेस हुने भयो, मलाई एक्सर्साइज पनि हुने भयो। मैले दिउँसोभरिको त्यहाँ चाहिँ मैले गर्नुपर्ने काम देखिसकेको हुन्छु। मैले कहाँ कमी कमजोरी छ, कहाँ निट एन्ड क्लिन छैन, कहाँ तरकारी लगाएन, कहाँ घाँस बढाएको छ, कहाँ यसलाई गार्डनिङ गर्ने हो, यो सबै मैले देखिसकेको हुन्छु। यहीँ पनि अब अस्ति नोक्सान भयो, यहीँ पनि मैले चाहिँ यति चाहिँ ग्रिनरी बनाएको छु हेर्नु। यो सबै मैले चाहिँ ल्याएर त्यो थाइल्यान्डबाट ल्याएको लगाएर यसलाई यति जोगाएर मैले चाहिँ यहाँ माथिदेखि लिएर यसलाई पुरै ग्रिनरी दिँदैछु। अगाडि पनि मैले चाहिँ सबै चाहिँ त्यो गमलामा भए पनि, यहाँ त लगाउने ठाउँ छैन, गमलामा भए पनि ग्रिनरीलाई यसलाई मैले ग्रिन जोन जस्तै डेभलप गर्दै अगाडि फ्रन्टमा होइन, यसको दायाँ बायाँ पनि मैले सबै बुट्टा लगाइसकेको छु। रिजोर्टमा मैले चाहिँ पुनामा सबै बुट्टा छन्। त्यहाँ चाहिँ जाने बित्तिकै चाहिँ अक्सिजनको कमी नै हुँदा चाहिँ फ्रेस हुन्छ होइन, त्यति वातावरण। त्यस कारणले म चाहिँ 15 घन्टा त म खटेकै हुन्छु। म बिहानदेखि मैले साँझ म दाल पानी खाँदिनँ, साँझ पनि मैले मिटिङ गर्ने, डिनर सँगै गरौँ, खाजा सँगै खाऊँ, मिटिङ गरौँ भन्छु होइन। मैले साँझ पनि मैले चाहिँ सबभन्दा कम्फर्टेबल मलाई अहिले 7 बजेपछि 10 बजेभित्र मिटिङ गर्न पाएँ। सबै एउटा दुईवटा मिटिङ त भइहालिन्छ। यसरी चाहिँ म काम गरिरहेको छु होइन। अब यो काम मैले गरेको मेहनत यो सबैलाई एउटा नेतासँग जोड दिएर अनि मेरो सबै चाहिँ मेरो सम्पत्ति नष्ट गर्ने हान्ने हुन त अब त्यो अब अपराधी एउटा बाहना चाहियो होइन। अब अपराध गर्नेलाई त एउटा कुनै बाहना चाहियो। मान्छेलाई के छ भने त्यसै लगाइदिन्छ, फेरि लगाइदिएको भरमा हिँड्ने पनि भएन। हाम्रो समाज त्यो खालको डेभलप हुँदैछ, त्यसलाई पनि हामी सचेत हुनुपर्छ होइन। जसले जे भन्यो त्यतै भने पत्याइदिने, त्यो पनि गर्नु भएन। र रियल मेरो यहाँको लोकलले त बुझ्नु भएको छ धेरैले, मलाई लाग्छ तपाईँहरूले पनि यो चिज बुझ्नु भएको छ। लोकलहरूले धेरै बुझेको छ। अलिकति बाहिरबाट आउनेहरूलाई चाहिँ कहिले के हुन्छ नि, मलाई चाहिँ रियलमा नचिनेकोले। अब म कहिले पनि मिडियामा आउन चाहने मान्छे होइन। म मिडियादेखि जहिलेसुकै तपाईँको अलिकति यो व्यावसायिक विषयमा यसो 1-2 कुरा दिनु न भन्दाखेरि म भाग्ने हो क्या जहिलेसुकै। मलाई त्यो आउने काम गर्ने आफ्नो कर्ममा रमाउने बानी लगाइसकेको। अनि यो मिडियामा आउनलाई अनि मैले के गरेँ कसो गरेँ आवश्यकै भएन। तर मलाई आज के आवश्यक भयो भने मैले गरेको मेहनत, मैले गरेको लगानी, मैले जुन रूपबाट चाहिँ जोडजाम गरेको छु, यताबाट सरसापट गर्ने, मेरा आफ्ना मेरो ससुराल र मेरो टिम बनाएर जुन ड्रिम ग्रुप बनाउने, यसलाई चाहिँ नेतासँग जोड दिएर यसलाई क्षति पुर्याउने। अब यो आज मात्रै होइन, भोलि पनि त्यो हुनसक्छ नि त। यस्ता आन्दोलनहरू फेरि भोलि पनि हुनसक्छ। त्यो आन्दोलनको आडमा अनि ती लुटेराहरू, ती ध्वंस गर्नेहरू, तिनीहरू त जहिलेसुकै ध्वंस गर्ने हो। त्यो पङ्क्ति त जहिलेसुकै छ, भोलि पनि छ, आज पनि छ। त्यस कारण यो रूपबाट चाहिँ जान दिनुहुन्न हाम्रो समाज होइन। अब यो उद्योगी व्यवसाय निरुत्साहित भयो भने मुलुक राम्रो सहकार बन्दाखेरि पनि मुलुक कसरी बन्छ त भन्दा त उद्योग व्यवसाय लगानी गर्ने हो नि त। आजको अवस्था हेर्नुहोस्, अब युएले अब भिसा रोक्यो, नेपालीलाई कामै नदिने भनेको छ। मलेसिया पहिला त्यस्तै थियो, गर्दा अरूले पनि रोक्छ। नेपालमा उद्योगीले अलि सक्षमवालाले विदेश पैसा पलायन गर्ने
नेपालमा हामी जस्ता उद्योगीले चाहिँ अर्को उद्योग नगर्ने भएका उद्योग पनि ध्वस्त हुने, हामीले ब्याङ्कको ब्याज र ऋण तिर्न नसकेर हामी पनि टाट पल्टिने स्थिति भएपछि अनि मुलुक कसरी अगाडि हुन्छ त? न विदेशमा गएर काम पाउँछन्, विदेश जाने स्थिति हुन्न, नेपालमा पनि काम छैन भनेपछि त मुलुक त फेरि गृहयुद्धमा जान्छ। त्यस कारणले यो रूपमा पनि हामी सचेत हुनुपर्छ होइन। म त अब अहिले यो चाहिँ अस्ति यहाँ पनि तोडफोड भयो, आगजनी भयो, अब तल धेरै क्षति छ मलाई लाग्छ, त्यो चाहिँ एकछिन टाइम लाग्छ होइन। दसैँपछि लगत्तै कन्टिन्यू मैले काम गर्ने मेन पावर र ती सबै मेरा स्टाफहरू सबै जसरी अहिले यहाँ पनि 60 जना तल 100 जना निरन्तर बिहानदेखि साँझसम्म उहाँहरूको ड्युटी नै छैन, उहाँ आफै लाग्नु भएको छ। सबै सफा गर्नेदेखि लिएर भित्ता कोतर्नेदेखि लिएर भुइँ कोतर्नेदेखि लिएर त्यो कालो भएको चिज कसरी चाहिँ मेटाउने उहाँहरू त्यसमा लागिराख्नु भएको छ। यहाँको भाइ बहिनीले, तलको भाइ बहिनीले टिकटक पनि हाल्नु भएको छ, हेर्नु होला। उहाँहरूले आफ्नो पीडा त्यसबाट पोखेको देख्छु कि मलाई कस्तो लाग्छ। त्यस कारणले हामी र मैले आफूले जति सक्छु मैले यो समाजलाई स्थापित गरी गरी यसलाई चाहिँ आफू कसरी चाहिँ राम्रो बाटोमा हिँड्ने र अरूलाई पनि सत्कर्ममा र कर्ममा विश्वास गर्न सिकाउने पक्षमा लागेर हिँडिरहेको मैले आज यहाँ र मेरो चाहिँ मैले पछिल्लो क्रममा अब यङ हुँदाखेरि त अब काममा कुद्ने के गर्ने यता अरूतिर ध्यान दिन पाइन्थेन। पछिल्लो क्रममा के भयो भने अब सामाजिक काममा पनि जोडिँदै जानुपर्छ भनेर मैले अब जस्तो प्रगति निमावि छ यहीँ भूमिहीनको बिचमा, त्यहाँ चाहिँ जेहेन्दार, गरिब तथा जेहेन्दार, अल्पसङ्ख्यक, दलित र जेहेन्दार विद्यार्थी भनेर त्यहाँ चाहिँ मैले करिब 7 लाखको अक्षकोष त्यहाँ खोलिदिएको छु होइन। त्यस्तै उता तिलोतमाको 3 नम्बर वार्डमा त्यो चाहिँ सुनौलो नगर भन्ने छ, त्यो मगरघाटदेखि तलपट्टि छ, त्यो चाहिँ 5 क्लाससम्म चलेको स्कुल छ। त्यहाँ अब त्यहाँको प्रिन्सिपलले, हेड सरले मसँग एक दिन भन्दै हुन्थ्यो यहाँ त सरकारको बजेट पनि आउन्न, केही पनि आउन्न, यी यस्तो छ भन्दै हुन्थ्यो। म एक दिन यसो घुम्दै गएको थिएँ, त्यहाँ पनि मैले अक्षकोष खोलिदिएको छु होइन। अनि तपाईँको मैनादेवी एउटा चाहिँ आश्रम, अनाथ आश्रम छ मणिग्राममा, त्यो दिदी एक दिन मेरो म चाहिँ यसो वकिङ गर्न निस्किने क्रममा 5:30 बजे झुलुङ्ग गेटमा देखिनुभयो। मैले के खोज्नुभयो भनेको, होइन बाबु म त यहाँ चाहिँ यो 15-20 जना बच्चाहरू, अनाथ बच्चाहरू पालेको छु, उनीहरूलाई यसो 150 उठाउँदै हिँडेको, उनीहरूलाई खुवाउने खर्च नभएर भन्नु। कहाँ छ यो भनेको, मणिग्राममा छ भन्नुभयो। अनि उहाँको सम्पर्क लिएँ, त्यहाँको एड्रेस लिएँ, अनि ल म 1-1.5 घन्टापछि आउँछु दिदी, हजुर जानु, म भिजिट गर्न आउँछु, मैले सकेको सहयोग त्यहीँ आएर गर्छु भने। अनि गएँ, आएर फ्रेस भएर 1-1.5 घन्टापछि नास्ता सास्ता खाएर गएँ, भेटेँ, हेरेँ, 20-22 जना बच्चा बच्ची रहेछन्, सबै आमा बाउ नभएका टुरा टुरी तिनीहरू। अनि मैले त्यहाँ सुरुमा चाहिँ 51,000को चाहिँ मैले चाहिँ अक्षकोष खोल्ने, त्यो दिदी दङ पर्नुभयो। कसैले त 50-100 रुपियाँ दिन नि त्यो अङ्क नआएको बेला दैलो हिँडेको, म चाहिँ गएर अब त्यो त मसँग भएर होइन, मैले जुगाड गरेँ। अब मेरो चाहिँ अब करोडौँ ऋणमा त्यो 51,000 पनि थपियो, केही फरक परेन होइन भन्ने हिसाबले मेरो अचल त्यही नै हुन्छ सोचाइ होइन। अनि गएर त्यहाँ चाहिँ मैले अक्षकोष खोल्दिएँ र त्यहाँबाट पछि चाहिँ मैले चाहिँ त्यो दिदीलाई के भने नि, यहाँबाट एसएलसी गर्नेहरू जति एसी जसले गर्छ त्यो बच्चालाई मलाई दिनु होला भनेको छु उहाँलाई। भएका जति एउटा बच्चा त मैले लगेर चाहिँ उसको दिदी चाहिँ अर्को फेरि अनाथ आश्रमले मागेर त्यस्तै चाहिँ मलाई चाहिँ एउटा गार्जेनको आवश्यक पऱ्यो भने उसको दिदीलाई लिएर गयो। भाइ चाहिँ मैले चाहिँ राखेर उसलाई चाहिँ अहिले त्यसले चाहिँ एसी दिएपछि मैले लिएर गएको 11-12देखि लिएर अहिले ब्याचलर फाइनल इयर हो। त्यो चाहिँ अहिले यो कफी सिकाउने बारिस्टा ट्रेनर हो। मैले राखेको छु छोरा बनाएर उसलाई, उहीँ बस्छ, रिसोर्टमै बस्छ, मैले उसलाई पढाइरहेको छु। उसले चाहिँ ऊ चाहिँ अहिले बारिस्टा ट्रेनर हो। म अरू बच्चाहरू भए पनि मैले ल्याएर पढाउने हो। अब मेरो उद्देश्य अहिले त्यस्तो छ होइन। अब यो स्कुलहरू जस्तो प्रगति नगर भयो, त्यो सुलोनो नगरको भयो, म चाहिँ तपाईँको यो उज्जवल सिंह नगरको अक्षकोष दाता हो। म उज्जवल सिंह माविको, कालिका माविको अक्षकोष दाता हो होइन। र म यही एकचोटि यहाँ यो के अरे मानव सेवा आश्रमले एउटा अमृत गुरुङ ल्याएर एउटा ठुलो कार्यक्रम गरेँ नि होइन। उहाँले मलाई इन्भल्भ गराउनु भयो, हिँडाल्नु भयो, हेरेको। मैले त त्यो बुझेको थिइनँ।
त्यो त एकदम सडकबाट उठाएर एकदम त्यो चाहिँ विक्षिप्त भएका त्यो दिमागले काम नगरेर घरबाट त्यसै भागेर छुटेर हिँडेका कोही त्यस्तो बुढाबुढीहरू बच्चाहरू चाहिँ लगेर उनीहरू चाहिँ त्यहाँ गएर स्वास्थ्य बनाएर खानपिन गरेर राख्ने रहेछ। पैसाको एकदम कमी। मैले यसो बुझेँ अनि एक दिन मलाई यो सापकोटा मिष्टान भण्डारको राजन सापकोटा हुन्छ, दाइ हजुरले नि सहयोग गर्नुपर्छ है भन्नुभयो। त्यो सरू अधिकारी भन्ने हुन्छ, उहाँ बहिनीहरूले दाजु हजुरले पनि यहाँ सहभागी हुनुपर्छ के अरे हजुरहरू भन्नुभएको थियो। हुन्छ म सहभागी भयो भने त्यो कार्यक्रमभरि हिँडेँ 2-3 दिन म कार्यक्रममा हिँडेँ। मलाई चाहिँ त्यो उनीहरूको त्यस्तो काम देखेर चाहिँ उनीहरूले चाहिँ मसँग अपेक्षा गरेको भनेको 50,000 जति दिए हुन्थ्यो यो दाइले, यो सबैले हजुरले उठाइरहेको छ भन्ने थियो। अनि के छ यसको भनेको होइन, त्यहाँ चाहिँ हामीले भवन बनाउने, खास भवन बनाउनलाई चाहिँ यो चाहिँ हामीले चाहिँ यो कार्यक्रम गरेको भन्नुभयो। त्यसो भए म यो त्यहाँ चाहिँ दाता सबभन्दा बढी दिने दाताहरूले कति के गरेका छन्, सक्नेले एउटा कोठा बनाइदिएका छन् भने ल म एउटा कोठा बनाइदिन्छु भने। कति हो त एउटा कोठा बनाउने भने 5 लाख 5.5 लाख जति पर्छ भने म एउटा कोठा बनाइदिन्छु भने मैले बनाइदिएछु। अहिले त्यो मैले बनाइदिएको कोठामा स्वास्थ्य उपचार त्यो के डक्टरहरू बस्नुहुन्छ त्यहाँ होइन, त्यो चाहिँ तिलो तमामा पर्छ भनेपछि हामी अब सामाजिक काममा पनि इन्भल्भ हुँदै जाने, सकेको आफूले गर्ने यो विचार बोकेर म हिँडेको। खास मलाई यो धेरै पोलिटिक्ससँग मलाई चाहिँ धेरै चाहिँ डिपली जान चाहिँ त्यति इन्ट्रेस्ट पनि छैन। म जहाँ जति हामी चाहिँ एउटा सिम्पल रूपबाट राखेर हिँड्ने हो, तर चाहिँ समाजलाई आफू बसेको ठाउँबाट हामीले त्यसलाई चाहिँ जति सक्दो राम्रो गर्ने, हामीले अरूलाई आलोचना गर्ने भन्दा पनि मैले कति राम्रो गर्न सक्छु, हामीले नेतालाई गाली दिने, हामीले राष्ट्रलाई गाली दिने, फल्ना कर्मचारी यसो गरेन भन्ने, मैले मेरो पेसा गर्दाखेरि म कति इमान्दार भएर, म कति मेहनती भएर मैले कति राम्रो काम गर्न सक्छु, मैले कतिजनालाई रोजगारी दिन सक्छु, म आफ्नो पेसाभित्र कतिको शुद्धता मैले अपनाउन सक्छु। यो गरी हामी अगाडि बढ्दाखेरि समाज आस्ते आस्ते सुधार हुन्छ।